मामा आउनु बस्नु ल भन्दै ठिक छ बस्नु त नि मामा के खाँदैन अरू ठिक छ भन्दै ठिक छ मलाई हो क्या फोन मलाई फोन हो क्या तिमीले भन्दै कस्तै चाहिँ रम त तै त्रिकियो त नि फेरि यो मामाले भने यो भन्दा यो त्यहाँ एयरपोर्टमा त 60 होला नि अहिले लडाइ हुँदैछ नि त त्यो 60 होला अनि ठिकै छ किन मलाई नि भन्नु के टेन्सन भन्नु हामीलाई यो झोलाभरि पैसा नि त भन्छ ल नि त ल के खाँदैन माजुले कस्तो ए माजुले सब ठिक छ भन्छ लौ भन्दा तिम्रो लागि मैले विदेशबाट चक्लेट ल्याइदिएको भन्दै तलतिर 5 रुपैयाँमा पाइदैन अरे कहाँ 5 रुपैयाँ पाइने भन्छ यो अलि एक्सपेन्सिभ छ नि त भन्छ अलि विदेशबाट ल्याएको हुन्छ अनि के खानुहुन्छ मामा चिसो जातो मै दही होइन भन्छ मलाई एउटा अमेरिकन ल्याऊ अमेरिकन मलाई के ल्याइदिनु हो त नि मामा विदेशबाट ए भन्छ तिम्रै लागि म विदेशमा कमाउनु गएको भन्दा तिमीलाई त पुरै झोलाभरि ल्याइदिन्छु भन्दै कस्तो दिनु नि त्यो झोला हेरौँ अनि झोला किन हेर्नु पर्यो अलि म झिकेर दिइहाल्छु दिनु नि त हेरौँ के खाएर होइन विदेशमा गएर कमाएको भन्छ पैसा कति आइदिनु पैसा हेरौँ पैसा आयो भन्दा झोलै पर्यो म के ल्याउनु हो त झोलै हो नि पट्टु हातै पाक्छ झोरो हो नि पुरै पातै पात छ झोरा के त नि हो यार ए भन्छ अनि पात होइन भन्छ विदेशी डलर चिन्दैन रहेछ कि भन्छ कसो हो तिम्रो पारा यार यो डलर होइन विदेशी डलर चित्ता भन्छ यार विदेशी डलर हो भन्छ यार यो